तपाईँले कहिले सोच्नुभएको छ आफ्नो छोराछोरीलाई सहर पठाउँदा बिग्रिने त होइनन्? हो, पक्कै पनि तपाईँ सोच्नुहुन्छ होला। यस्तै कथा बोकेर आइरहेको छु। यस्तै कथा सुन्नलाई हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला र लाइक र कमेन्ट पनि गर्नुहोला। सहर छिर्ने बेला उसले झोला मात्र बोकेकी थिइन्, तर फर्किँदा उसले आफ्नो इज्जत, आफ्नो सपना, आफ्नो परिवारको विश्वास सबै गुमाइसकेकी थिइन्। आजको कथा हो कुनै फिल्मको होइन, यो आज हाम्रो गाउँ घरमा देखिँदै गरेको कट्टु सत्य कथा हो। पुरा सुन्नुहोस्, किनकि यो कथा कुनै पनि छोरीको हुनसक्छ। गाउँमा माटोमा हुर्केकी एउटी साधारण छोरी, नाम लिउँ स्मिता। बुबाको सानो पसल, आमाको भान्साको पसिना र स्मिताको काँधमा ठुलो सपना। म पढेर ठुलो मान्छे बन्छु, मेरा बुवा आमालाई कहिले दुःख हुने दिने छैन। गाउँका सबैले भन्थे यो छोरी ठाकुरे जस्तै पढ्ने हो, यसले एक दिन गाउँको नाम उज्यालो पार्नेछ। अनि एक दिन स्मिता सहर जाने दिन आयो। आमाले टोकरीमा फलफुल राखिदिइन्, बुबाले आँखा लुकाउँदै पैसा थमाइदिए। आमाले भनेकी थिइन्, छोरी सहर ठुलो छ, तर तिमी अझ ठुलो हुनुपर्छ, संस्कार कहिले नबिर्स है। त्यो दिन स्मिता पनि रोइन्, तर ऊ सोच्थे अब म फर्किन्छु डाक्टर बनेर। सहर सुरुमा अद्भुत नै लाग्यो। ठुला घर, चम्किला गाडी, महँगा लुगा र दार्जिलिङ वाइफ। पहिला उसले पढाइमै ध्यान दिइन्, मर्निङ कलेज, इभिनिङ ट्युसन र राति बुवा आमालाई फोन। तर बिस्तारै सबै कुरा बद्लिन थाल्यो। होस्टेलका साथी, लेट नाइट पार्टी, इन्स्टाग्राम रिल्स, चिप फेक स्माइल, पहिलो झुट, आज एसिस्टमेन्ट थोरै छ, घर फोन गर्न सकिएन। दोस्रो झुट, म फ्रेन्डसँग लाइब्रेरीमा जाँदैछु। तेस्रो झुट, कलेज टुर छ। र झुट पछिको झुट, उसले जीवनमा अब किताबभन्दा क्यामेरा ठुलो भयो, सङ्घर्षभन्दा सो अफ ठुलो भयो, संस्कारभन्दा स्टाटस ठुलो भयो। स्मिता अब सुन्निन्, बुझिन, आफैलाई नै चिनिन। गलत साथ, गलत नसा र गलत सम्बन्ध। पहिला केवल क्युरियोसिटी, पछि एडिक्सन आए र उसले थाहा नै पाइनन् ऊ बिस्तारै आफ्नो अस्तित्व गुमाइरहेकी थिइन्। घरबाट आउने पैसा अब किताबमा होइन, बिल, पार्टी र नसामा सकिन थाल्यो। बुवाले गाउँमा पसल बेच्नु पर्यो, आमाले ऋण लिनु पर्यो। तर सहरमा स्मिता भने सेल्फ लाइफमा हाँसिरहेकी थिए। एक रात सबैभन्दा कालो रात आयो। गलत मान्छे, गलत ठाउँ र गलत निर्णय। अनि अर्को बिहान स्मिता अस्पतालको बेडमा थिए। न पैसा, न मोबाइल, न साथी, केवल मेसिनको आवाज र मनमा डर। म अब कसरी बाँच्ने? आँखा खोल्दा उसले आमाको शब्द सम्झी, छोरी सहर ठुलो छ, तर तिमी अझ ठुलो हुनु। उसको बुबाको श्रम सम्झी, जसले पसल बेचेर छोरी पढाएको थियो। त्यसै बेला स्मिता पहिलो पटक महसुस गरे, ऊ पढेर गएकी थिए, तर ऊ हराएर फर्किँदैछ। स्मिता बाँच्छे, तर अब ऊ फरक थिए। फेरि आँसु पुछी, फेरि सङ्घर्ष गर्न सुरु गरिन्। साथी फेरिए, आदत फेरियो, सोच फेरिए। उसले बुझी, सहरले मान्छे बिगार्दैन, मान्छे आफै बिग्रिन्छ। यदि तिमी अहिले सहरमा छौ भने आजै आफैसँग एक प्रश्न सोध, तिमी भविष्य बनाइरहेका छौ कि भविष्य जलाइरहेका छौ? तिमी बाआमालाई गर्व दिन तयार छौ कि आँसु मात्रै फर्काउँछौ? फेसबुकको लाइफ, रियल लाइफ धेरै फरक हुन्छ हजुर। लाइकले जीवन बन्दैन, क्यारेक्टरले बन्दछ। न्यारेटर धीमे हुन्छ। सहर छिर्नु ठुलो कुरा होइन, सबैभन्दा ठुलो जित हो। छोरी हरायो भने परिवार भाँच्छ, समाज माच्छ, देश माच्छ। आज चोइस तिम्रो हातमा छ, तिमी स्मिता बन्ने कि उसको कथाबाट केही सिक्ने। पार्ट 2 आउनलाई सब्सक्राइब गर्नुहोला। यो पार्ट 1 हो, पार्ट 2 पनि आउनेछ।